हेलो गाइज, वेलकम बैक टू माई न्यू भिडियो। म सिर्जना केसी राउत आज पनि नयाँ भिडियो लिएर आइसके साथीहरू। आई होप मेरो युट्युब फ्यामिलीहरू सबै सन्चै हुन्छ होला भन्नेको आशाको साथ म आज भिडियो सुरु गर्न गइरहेकी छु। मैले ठ्याक्कै आज 1 महिनापछि भिडियो सुरु गरेकी छु। मैले वैशाखको 16 गते भिडियो पोस्ट गरेकी थिएँ भने आज जेठको 15 भयो। आज जेठको 15 गते मेरो विशेष दिन हो, त्यसैले मैले आज भिडियो पोस्ट गर्न गइरहेकी छु। आज मेरी लिटिल प्रिन्सेसको बर्थडे हो। आज मेरो छोरीको बर्थडे। ह्यापी बर्थडे टु यु कान्छी। ह्यापी बर्थडे टु यु। थ्याङ्क यू भन्नुपर्छ त। थ्याङ्क यू। यता हेर त। आज मेरो प्यारी छोरीको बर्थडे हो। ल कान्छी ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे टु यु। थ्याङ्क यू भन्नुपर्छ के? थ्याङ्क यू। बाबु ह्यापी बर्थडे टु यु भन न। ह्यापी बर्थडे टु यु प्यानी। थ्याङ्क यू। थ्याङ्क यू दादा भन न। थ्याङ्क यू दादा। हजुरले के खाएको? निची जुस। निची जुस हो? यो के हो? त्यसको नाम के हो? अमरुद। अमरुद होइन, पलाम। पलाम। आज मेरो छोरी 3 वर्ष पुरा पुगेर 4 वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मेरो छोरीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। मेरो छोरी सधैँ ज्ञानी हुने, हाँसी खुसी हुनु। यिनी अलि लगभग मेरो पेटमा भएको 3 महिनादेखि नै यति बिरामी भयो नि मा। त्यसपछि मलाई त्यस्तै भएर यिनी कति उपचार गरेर यिनी बसेकी हुन्। त्यसपछि धेरै पेटमा भएको ठ्याक्कै यिनी कहिले आएकी थिइन् भनेपछि भदौ असोजमा आएकी थिइन्। ठ्याक्कै म मङ्सिरमा होइन भदौमा आएकी थिइन्। म मङ्सिरको 8 गते ठ्याक्कै 3 महिना पुरा पुगेको थियो। म यति धेरै बिरामी भएको थिएँ, तर पनि यति धेरै औषधि गर्नु परेको थियो। म हस्पिटल भर्ना हुने गरी नै म औषधि गर्न परेको थियो मलाई। त्यसपछि यति औषधि खाँदा पनि यिनी एकदम स्वस्थ छिन्, राम्री छिन्। तर जन्मिन चाहिँ 4 केजी जन्मेकी थिइन्। अहिले एकदम यिनको वेट केही पनि खान्निन्, एकदम वेट लस छ। त्यही भएर यिनले मलाई धेरै दुःख दिएकी थिइन्। दुःखमा पनि अहिले अब ठिकै छ, जे होस् राम्रै छ। कहिलेकाहीँ बिरामी भए पनि ठिकै छ, सन्तुष्ट नै छु। एउटा छोरा एउटा छोरी, हाँसी खुसी नै छु जिन्दगीमा। यही त हो नि, अरू योभन्दा के चाहियो र? छोरा चाहिँ के गर्न लागेको छन्। अनि त्यसपछि यिनी सधैँ छोरी तिमी धेरै ज्ञानी हुनु, ओके? धेरै पढ्नु ल। अनि पढेर के गर्छौ? 1 2 पढ्छौ? अनि पढेर ठुली भएर बाबा मम्मीलाई पाल्ने कि नै? पालिदिने हो? कसलाई पाल्छौ? बाबाको, मम्मीको, आमाको। अरू? दादाको, मम्मीको पाल्छु। अनि ठुली भएर तिमी जागिर खाएर बाबालाई के किनिदिन्छौ? सुर्ती। मामुलाई? चस्मा। अनि दादालाई? कबला। अनि उसलाई बुवालाई? छत। आमालाई? मेरो छोरीको सपना यस्तो छ, मेरो छोरी सधैँ ज्ञानी हुनु, हाँसी खुसी हुनु। त्यसपछि कहिले रोग व्याध नलागोस्। त्यसपछि कहिले रोग व्याध नलागोस्। भगवान सधैँ दाहिने हुन्। कुलदेवताले सधैँ रक्षा, सधैँ भगवान दाहिने पढुन्। मेरो छोराछोरीलाई हिँड्ने बेला कहिले ठेस नलागोस् है भगवान। मैले यही प्रार्थना गरेछु, किनभने मेरो यो छोरी धेरै बिरामी हुन्छ नि त। यति दुःख गरेर बिरामी हुँदा कति दुःख दिन्छ। अनि त्यसपछि अब मैले एकदम रहर गरेको थिएँ। केक सेक ल्याएर पनि सब रेडी गराएकी छु, फ्रिजमा राखिसकेकी छु। अब यस्तो गर्नु लाग्छन्। अब अहिले बेलुका छोरीको बर्थडे मनाउने हो। मेरो छोरीलाई जन्मदिनको धेरै धेरै शुभकामना। छोरी ह्यापी बर्थडे टु यु माई बेटा। थ्याङ्क यू मम्मा भन न। ऊ झोला त्यहाँ राखेका छन्, लेखेका छैनन्, केही छैन। जुत्ता ल्याएर कहाँ फालेछन्।